हेलो नमस्ते गाइज दर्शन ढोक दिए सबैलाई। आज चाहिँ धेरै दिनपछि यो ग्यापपछि दिनभन्दा नि महिनापछि यो ग्यापपछि एउटा भ्लग बनाउँदैछु म। भ्लग कस्तो भन्दाखेरि इन्डियामा बसिरहेको छु होइन हामी। आजभोलि इन्डियामा ग्यासको अभाव छ, त्यो त सबैलाई थाहा नै छ। हामीलाई चाहिँ ग्यासको अभाव भन्दा नि कस्तो हो भन्दाखेरि 1 महिना भइसक्यो ग्यासै मिल्दैन। ग्यास पनि कस्तो भन्दाखेरि ठुलो आलो छैन कि सानो आलो छ 7 किल्लाको, त्यो चाहिँ इन्डियामा मिल्दै नमिल्ने होइन अहिले। त्यसैको कारणले हामी चाहिँ आजभोलि दाउरा बालेर चुलामा खाना बनाउँदैछौँ। चुलामा खाना बनाउन त्यस्तो गाह्रो त केही छैन होइन, तर पनि काम गरेर आउनुपर्छ। काम गरेर आउँदाखेरि अलि ढिलो भइहाल्छ। ढिलो हुँदाखेरि चाहिँ चुलामा खाना बनाउन पनि टाइम लाग्ने टन्नै। त्यस कारणले गर्दा दिनमा खाना खान पनि लास्टै ढिलो हुने के। त्यसैले आज पनि बिहान काममा गयौँ हामी दुइटै बुढाबुढी। अहिले चाहिँ 5 बजे हामी कामदेखि रुम आयौँ। रुम आइसकेपछि अहिले भर्खर हामी खाना बनाउँदैछौँ। नास्ता त दिनमा गरिसक्यो होइन, नास्ता यताउता त टन्नै खाया हो, तर पनि खाना चाहिँ अहिले भर्खर बनाउँदैछु 5 बजे भनेपछि बिहानको खाना अहिले 5 बजे बनाउँदैछु भनेपछि रातिको खाना कतिखेर खाने। फेरि यहाँको समस्या चाहिँ के भन्दाखेरि नि, अब यहाँ इन्डियामा रुम लिएर बसिरहेको छौँ हामी भाडामा। अब यहाँ रुमभित्र त खाना बनाउनै मिल्दैन, चुलोमा कसरी बनाउने होइन। त्यसैले रुमभन्दा बाहिर हामीले टक्क चुलो बनाएर बाहिरै खाना बनाउने गरिरहेको छौँ होइन। बाहिर भन्नाले कस्तो भन्दाखेरि यो चाहिँ हाम्रो रुम होइन गाइज, यो चाहिँ हाम्रो रुम भयो। यहाँ बुढी हिँडिरहेछ खाना बनाउनुको लागि, हातमा पुरै कुकर गरेर। अनि यो हाम्रो रुम भइहाल्यो। अब रुमभित्र बनाउन मिल्दैन, रुमभित्र खाना बनाउन नमिल्ने भएकोले हामीले चाहिँ यो रुमभन्दा बाहिर टक्क यहाँ तलनेर यहाँनिर चाहिँ चुलो बनाएर यहाँनिर खाना बनाउने गरिरहेछौँ। यो खाना बनाउनुको लागि कराई लिएर टक्क के भन्छन् बाहिरतिर त्यो घारो सारो लगाएर खाना बनाउनलाई रेडी भइरहेछ बुढी। अहिले चाहिँ हो दाल हालिरहेछ कुकरमा। अब केही छिनपछि खाना बन्ने तयारीमा छ। अब चाहिँ टक्क आगो जलाउने काम भइरहेछ। उता बुढी आगो जलाइरहेछ बुढीले टक्क। आगो पनि जल्दै नजल्ने। त गाह्रो छ गाई चाहिँ हामीले हेर्नु त यहाँ आगो जल्दै नजल्ने कि। आज त के होइन, एक दिन त पुरै पानी आएको बेला त आगो कहाँ जल्छ त। त्यो टाइममा त यस्तो गाह्रो हो कुरा, के गर्नु अब। त्यो प्लास्टिक नभए त जल्दै थियो नि। अब दाल पाक्दैछ, दाल बोइल गर्नलाई। ल आगोमा लागिसक्यो। ल यहाँ आगो जलेर दाल बोइल हुन लागिसक्यो। अब टक्कै यो दाल बोइल हुन कति टाइम लाग्छ भन्दाखेरि 15-20 मिनटभन्दा धेरै लाग्छ क्या। ग्यास यदि ग्यास हुनुपर्छ भने त ग्यासमा त 5 मिनट पनि लाग्दैन नि त, 2 मिनटमै दाल फिनिस हुन्छ कि पाकेर। तर यहाँ त आगोमा त कहाँ अहिले 20 मिनट लाग्छ। टक्कै दाल बनाउन 20 मिनट, भात बनाउन 15 मिनट, पुरै खाना बनाउन 1 घन्टा लाग्छ। के भरे आगो नि पकाएर सुक्न ग्यास हुन्छ नि, त्यो त हुँदैन, मिठो हुन्छ त्यो पनि। अझ मेरो बुढीले बनाएको त झनै मिठो, आगै चाहिन्न। ग्यासमा बनायो त उत्तिकै मिठो हुन्छ, झन् आगोमा बनायो भने त यहाँ पुरै के कुरा गर्नु। अब खाना लास्टै मजा आउँछ होइन गाइज आगोमा बनाएको, तर बनाउन लास्टै गाह्रो छ गाइज होइन।
सिटी हानिसक्यो कुकरले दाल बोइल हुन लागिसक्यो अब चाहिँ दाल फ्राई गरेर टक्क दाल बनाएर त्योभन्दा पछाडि भात बनाउनुपर्छ। यहाँनिर टक्क प्याज टमाटर हातमा लिएर म काट्नलाई रेडी भइसकेको है होइन। अब टक्क यो काटेर रेडी गरेर राखिदिन्छु। अनि बुढी चाहिँ दाल फ्राई गर्छ, अलिक सजिलो हुन्छ, चाँडो हुन्छ। ल बुढीले चाहिँ यहाँ दाल फ्राई गरिरहेछ, प्याज स्याज हालेर टक्क फ्राई गरिरहेछ। अब प्याज फ्राई भइसकेपछि टक्क दाल सल हाल्छ, मिठो दाल बन्छ। त्योभन्दा पछि अनि भातको तयारी। ओ दाल फ्राई भइसक्यो। ल त गाइज होइन, हाम्रो दाल चाहिँ पाकेर अब यहाँ भात पाक्दैछ। केही छिनमा अब भात पनि पाक्छ। अनि चाहिँ टक्क बसेर खानुपर्छ। पछि चाहिँ यहाँ चाहिँ अम्लेट रेडी हुँदैछ हाम्रो। अब यहाँ अम्लेट रेडी गर्दैछ बुढीले। अब टक्क भात पाकिसकेपछि अम्लेट बनाउने हो, त्यो पछि टक्क बसेर खाना खाने हो। दुःख धेरै छ गाइज होइन, खाँदाखेरि चाहिँ मिठो लाग्छ, पछि त्यही मजा आउँछ। हाम्रो खाना रेडी भएर टक्क खानको लागि अब बसिसकेका छौँ। बुढी चाहिँ खाना लगाउनु लाग्छ टक्क। अब चाहिँ खाना खानु पऱ्यो। यत्रो 1 घन्टा दुःख गरेर खाना बनाएर। ल बुढी के भन्नु छ, के भन् त? के भन्नु? कस्तो लाग्यो चुलोमा खाना बनाउन? मजा आइरहेको होइन? गर्मीले मरिन्छ। अझ त्यस्तै हो। ल गाइज आजको भ्लग यति नै। बाई बाई सबैलाई। अब नेक्स्ट भ्लग आउनेछ, यस्तै भ्लग आउनेछन्। अब हाम्रो यस्तै हो गाई, दुःख छ, के गर्नु। ल लास्टमा के भन्ने बुढी भन्छ? के भन्नु? के भन्नु? भन्न केही भन्नु छ? सबैलाई नमस्ते, धन्यवाद। सबैजनाले आशीर्वाद दिनु होला ढोकिया। ल गाइज हामी चाहिँ खाना खान बसेको। अब चाहिँ नेक्स्ट भ्लग नआउँदिनसम्म बाई बाई।